किन मलाई दृश्यम दृश्यम जस्तो महसुस भयो? दृश्यमसँग तपाईँले वान लाइन सिमिल्यारिटी पाउनु एकदमै स्वाभाविक छ, त्यो म आफै नै भनिदिन्छु। किनभने दृश्यममा पनि हामी सबैले दृश्यम हेरेका छौँ होला, एउटा बुवाको स्ट्रगल हो आफ्नो बच्चालाई सेभ गर्न भने, यहाँ पनि एउटा आमाको स्ट्रगल हो आफ्नो बच्चालाई सेभ गर्न। र क्राइम त्यहाँ पनि भएको छ, क्राइम यहाँ पनि भएको छ भनेपछि त्यो वान लाइन सिमिल्यारिटी जस्तो तपाईँले लभ स्टोरीमा हिरो हिरोइनको लभ आशिकीमा पनि परेको थियो, नेपालको जेरीमा किन पर्यो भन्दा जस्तै भएकै हो। सो लभ स्टोरीमा हिरो हिरोइनको लभ पर्छ, क्राइम थ्रिलरमा क्राइम हुन्छ, मर्डर मिस्ट्रीमा मान्छे मर्छ, त्यही हो नि त। हरर फिल्ममा भूत आउँछ, सो त्यो लाइन त डेफिनेटली मिल्छ आई थिङ्क सबै जनरमा होइन। तर त्यसपछि त्यसको एक्जिक्युसन पनि केही हदसम्म मिल्न सक्छ सायद। म तपाईँलाई कम्प्लिटली मिल्दैन, म त दृश्यम हेरेकै छैन, म भन्दिनँ। म तपाईँलाई अनेस्टली भन्छु होइन, मैले दृश्यम त हेरेकै छैन, म तपाईँलाई भन्दिनँ। तर जब कथा विषयवस्तुमा एउटा फ्यामिलीको स्ट्रगल आफ्नो बच्चालाई सेभ गर्ने छ र दृश्यममा पनि त्यही छ, र सायद हलिउडमा अरू पनि धेरै मुभिजमा होला सायद, तपाईँले दृश्यमको एउटा इक्जाम्पल दिनुभयो भने त्यो एउटा लाइन मिल्नु, तर त्यो लाइनको उतार चढाव, हाम्रो प्ले कस्तो छ, हाम्रो इन्भेस्टिगेसन कसरी भइरहेको छ, हाम्रो स्टोरीको बेसिस के हो, त्यो सबै जब फरक भइसकेपछि आई थिङ्क एउटा जनरमा एउटा लाइन मिल्नु भनेको ठुलो कुरा हो जस्तो लाग्दैन मलाई। किन अहिले त तपाईँले 100% ओरिजिनल कन्सेप्ट त बनाउनै सक्नु हुँदैन, यति धेरै चलचित्र बनिसक्यो अल अराउन्ड द वर्ल्ड होइन। तर त्यसमा तपाईँले आफ्नो भिजन, आफ्नो क्रिएटिभिटी, आफ्नो स्टोरी लाइन, त्यसलाई कसरी तपाईँले आफ्नो बनाउन सक्नुहुन्छ त्यो नै बनाउने हो जस्तो लाग्छ, र त्यो हामीले एकदम कोसिस गरेका छौँ यो चलचित्रमा।